Good morning everyone. Welcome to this very new episode of this fitness series, episode 10. As I say, we'll be training push workout. As I am chest, shoulder and triceps like train gardeछौं. And I'm really excited as a push session ko लागि because as I say, shoulder ko dumbbell OHP मा चाहिँ अलिकति वेट बढाउने वाला छम. डम्बल OHP मा लास्ट 8 months देखि चाहिँ मैले सेम वेट ले हानिरा थिए. It was 25 kgs. 25 kgs दे 6 to 8 rep range बाट स्टार्ट गरेको. Now it's been like 2 sessions already. 3 sets में 12 मज्जाले गइरहेको छ and I'm really excited आज to push the limit. आज अलिकति वेट बढाउने हामी 30 kgs ले डम्बल OHP लाउँदै छौं. I'm really excited. अनि लास्ट टाइम मैले Instagram मा एउटा Q&A राखेको थिए. त्यहाँ चाहिँ 8 जनाले चाहिँ क्वेशन सोध्नु भएको थियो about gynecomastia र chest fat को बारेमा and I really wanted to make a video त्यसको बारेमा. अनि आज vlog पनि खिच्दै छु भनेर why not, let's talk about gynecomastia and chest fat भनेर चाहिँ I'm making this vlog. Again, this is not an informative video. This is a more of a vlog. Information भने चाहिँ आउँदै जान्छ. Vlog will also go on सँगसँगै. भर्खरै had a good breakfast, also pre-workout meal. 4 अन्डा थियो अनि some papaya थियो, some kind of fruit. मलाई चाहिँ fruit चाहिँ every meal मा लिइराखौं जस्तो लाग्छ. अनि त्यो सँग I had a रोटी, चाहिँ कोदोको रोटी थियो. पहिला चाहिँ मलाई कोदोको प्रोडक्टहरु मन पर्दैन थियो खासै. तर रिसेन्टली जब मैले टेस्टको लागि भन्दा पनि आफ्नो फ्युलको लागि न्यूट्रिसन फ्याक्टहरु हेरेर चाहिँ मिल्सहरु लिन थाले. त्यसपछि चाहिँ I have started to like millet जस्तो फापरहरु अनि यो कोदोहरु मन पर्न थालेछ आजकल. 50 ग्राम कोदोको पिठोलाई वे गरेर एउटा रोटी बनाएको हो. त्यसको म्याक्रोज पनि एकदमै राम्रो छ. नर्मल ब्रेड र रोटी भन्दा आई फाइन्ड इट मोर न्यूट्रिशियस. म्याक्रोज पनि राम्रो छ. लगभग 190 क्यालोरिज छ जसमा 5.5 ग्राम चाहिँ प्रोटिन छ. फाइबर हेर्नुहुन्छ भने 1.8 ग्राम छ व्हिच इज नट ब्याड. 50 ग्राम टोटल भोल्युममा चाहिँ त्यतिको फाइबर र प्रोटिन आई एम भेरी सेटिस्फाइड विथ इट. हाम्रो चाहिँ घरमा सबैजनाले यसरी नै खानुहुन्छ के लाइक रोटीहरु, किनुवाहरु, ढेँडोहरु. ढेँडो चाहिँ मलाई खै किन जस्ट मेजर गर्न नि झ्याउ हुन्छ ढेँडो हैन. टाइम कन्ज्युमिङ पनि हुन्छ. सो एनीवे आजको वेदर इज अलिकति ग्लुमी छ. बिहान पानी परेको थियो त्यही भएर आजको मर्निङ चाहिँ अलि लेट नै स्टार्ट भयो. बाइ द वे टुडे इज स्याटरडे. जिम खास गरी बन्द छ तर हामीसँग जिमको चाबी भएर चाहिँ वी गोना गो एन्ड ट्रेन. बाइ द वे हु ट्रेन्स एट स्याटरडे? स्याटरडे रेस्ट डे हो तर वी गोना ट्रेन. दो मलाई यस्तो वेदर खासै त्यस्तो मन पर्दैन. आई लाइक सनी डेज तर वेदर इज नट इन आवर कन्ट्रोल. इट्स अल अबाउट भाइब. अब यसैमा भाइब लिएर मजाले आनन्द लियो भने यसैमा रमाइलो छ. घामै लागेन भनेर झ्याउ मान्यो भने दिन खराब हुन्छ. एनीवे अब हामी जिम जान्छौँ. हामी गाइनोकोमास्टियाको बारेमा, चेस्ट फ्याटको बारेमा जिममै कुरा गर्छौँ. आई विल सी यु गाइज इन अ व्हाइल इनसाइड द जिम. वी आर फाइनली एट द जिम. बिहानदेखि सबै कुरा राम्रो भइरहेको थियो तर आई फरगट टु ब्रिङ माई इन्ट्रा वर्कआउट ड्रिङ्क. इडबल ब्यागमा हाल्नलाई चाहिँ निकालेको थिएँ तर ब्यागमा चाहिँ हालिन छु. अब द्याट्स ओके, कम्प्लिटली फाइन, केही भएन. एनीवे गाइनोकोमास्टिया चाहिँ चेस्टमा एक्युमुलेट भएर बसेको एउटा टिस्यु हो. अब त्यो टिस्यु चाहिँ हामीले बडी फ्याट कम गऱ्यौँ भने पनि त्यो टिस्यु चाहिँ जाँदैन, त्यो बसिरहेको छ. मोस्ट अफ द बिगिनर्सहरूलाई चाहिँ एउटा के कन्फ्युजन हुन्छ भनेदेखि गाइनोकोमास्टिया हो कि चेस्ट फ्याट मात्र हो भनेर चाहिँ एकदमै धेरै कन्फ्युज हुन्छ. You see guys, if तपाईहरुको कुनै क्रोनिक डिजिज छैन, if you are not playing with some drugs, यदि तपाईहरुको सबै कुराहरु ठीक छ, हर्मोन्सहरु पनि ठीक छ भनेदेखि डोन्ट वरी, त्यो चाहिँ प्रोबब्ली चेस्ट फ्याट हुन सक्छ. मेरो पनि पहिला चेस्ट एरिया चाहिँ के यस्तो देख्थ्यो, अहिले चेस्ट एरिया यस्तो देख्छ. पहिला मैले भर्खर जिम स्टार्ट गर्दाखेरि दाइहरुले भन्नुहुन्थ्यो भाइ तिम्रो गाइनो भयो कि क्या हो भन्नुहुन्थ्यो. मलाई त थाहा थिएन त्यस्तो बारे गाइनो के हो यताउता भनेर. अनि रिसर्च गर्दै जाँदाखेरि चाहिँ यस्तो हुँदै रहेछ गाइनोकोमास्टिया. इफ तपाईहरुले यो निप्पल भन्दा थोरै तल एरियामा चाहिँ प्रेस गर्नुभयो भनेदेखि अलिकति हार्डनेस हुन्छ गाइनो चाहिँ. यदि तपाईको यसरी प्रेस गर्दाखेरि हैन लुज नै छ, फ्याट एरिया जस्तो मात्र छ भनेदेखि चाहिँ डराउनु पर्दैन. द्याट्स जस्ट अ फ्याट गाइज. जहाँसम्म मैले देखेको छु, जति भाइहरु पनि देख्छु म हाम्रो यहाँ जिम खोलेदेखि इट्स अलमोस्ट लाइक 4 इयर्स. एन्ड 4 इयर्समा कति भाइहरुले पहिला गाइनोकोमास्टिया हो कि दाइ भन्नुहुन्थ्यो हैन. तर अहिले उहाँहरुको त्यस्तो केही पनि छैन, इस्यु छैन, भइसकेको छ.
किनकि फ्याट लस गर्दै गएपछि चाहिँ त्यो कुराहरू कम हुँदै जान्छ चेस्टमा भएको फ्याटहरू पनि ओके फर्स्टमा थाहा पाऊँ गाइनोकेमिस्टिया किन हुन्छ भनेर है त सो मैले अघि भने जस्तै इफ तपाईँहरू कुनै एनाबोलिक ड्रग्सहरू युज गर्दै हुनुहुन्छ भनेदेखि इफ यु प्लेइङ विथ ड्रग्स देयर माइट बी चान्स अफ गेटिङ गाइनोकेमिस्टिया प्युबर्टीको बेलामा पनि हुन्छ है गाइज हर्मोन्सहरू यताउता हुँदाखेरि नै हुनसक्छ लाइक टिनेज एजमा पछि त्यो बिस्तारै जाँदै जान्छ अल्सो तपाईँहरूलाई कुनै क्रोनिक डिजिज कसैलाई थाइरोइड बेसी हुँदाखेरि पनि देखा परिरहेको हुन्छ होइन कुनै क्रोनिक डिजिज छैन ड्रगसँग खेल्नु भएको छैन र कुनै पनि त्यस्तो हर्मोनल इस्युजहरू छैन भनेदेखि माइट बी नहुन सक्छ प्युबर्टीको बेलामा हुन सक्छ र प्युबर्टी बिस्तारै कम हुँदै गएपछि चाहिँ त्यो फेरि आफ्नो नेचुरल स्टेटमा आउँदै जान्छ बट द थिङ इज यु निड टु बी इन हेल्दी वेट हेल्दी खाने प्रपर रेस्ट वेट ट्रेनिङ अथवा कुनै पनि एक फर्म अफ भास्कुलर एक्सर्साइजेस आफूलाई चाहिँ अलिकति एक्टिभ राख्ने कोसिस गर्नुपर्छ ओभरअल डराउनु पर्दैन गाइज अब हेर्नुहोस् हामीले सर्टेन बडी पार्टलाई टार्गेट गरेर चाहिँ फ्याट लस गर्छु भन्न चाहिँ अहिले मिल्दैन स्पट रिडक्सन भन्ने कुरा इट्स अ मिथ तपाईँले ओभरअल बडी वेट चाहिँ घटाउनुपर्छ ओभरअल बडी फ्याट पर्सेन्टेज चाहिँ घटाउनुपर्छ त्यहाँबाट चाहिँ थाहा हुन्छ तपाईँको एक्चुअलमा चाहिँ गाइनोकेमिस्टिया होइन द्याट्स जस्ट अ चेस्ट फ्याट भनेर स्टे पोजिटिभ गाइज होइन त्यो इट वेल ट्रेन वेल रेस्ट वेल बी इन अ हेल्दी वेट मलाई जहाँसम्म लाग्छ मेरो भिडियो हेर्ने प्राय जतिजना पनि हुनुहुन्छ तपाईँहरू बिगिनर हुनुहुन्छ एन्ड तपाईँहरूलाई यस्तो क्वेसन्सहरू आइरहेको हुने रहेछ मलाई पनि हुन्थ्यो द्याट्स भेरी कमन द्याट्स भेरी ओके अनि डराउनु पर्दैन गाइनोकेमिस्टिया चाहिँ कम नै देखिरहेको छु मैले द्याट्स जस्ट अ चेस्ट फ्याट यसमा चाहिँ गाइनोकेमिस्टिया किन हुन्छ त हाम्रो बडीमा चाहिँ टेस्टोस्टेरोन र एस्ट्रोजन हर्मोन हुन्छ विच इज नर्मल्ली बुझ्नको लागि यसरी बुझ्दा हुन्छ टेस्टोस्टेरोन भनेको मेलमा अलिक बढी पाउने हर्मोन र एस्ट्रोजन भनेको चाहिँ फिमेलमा अलिक बढी पाउने हर्मोन र यसको मतलब यो होइन कि मेलमा चाहिँ एस्ट्रोजन हुँदै नहुनु राम्रो द्याट्स नट एस्ट्रोजन पनि चाहिन्छ हामीलाई टेस्टोस्टेरोन पनि चाहिन्छ तर मात्रा भने चाहिँ अलिकति फरक हुन्छ न टेस्टोस्टेरोन चाहिँ केटाहरूको बडीमा अलिक बेसी हुन्छ जसले चाहिँ भोइसलाई अलिक म्यास्कुलन बनाउने बडीलाई अलिकति म्यास्कुलन बनाउने कामहरू गर्छ यसको धेरै फङ्सन्सहरू पनि छ साथै एस्ट्रोजन इज मोर अफ अ लाइक फिमेल हर्मोन फेमिनिन बडी टाइपलाई चाहिँ अब्टेन गर्नलाई चाहिँ यो एस्ट्रोजनले हेल्प गरिरहेको हुन्छ अहिले मोस्ट अफ द ट्रान्स पिपुलहरूले चाहिँ फिमेलबाट मेलमा ट्रान्सफर्म हुँदाखेरि चाहिँ यो टेस्टोस्टेरोनहरू इन्जेक्ट गर्ने अनि मेलले चाहिँ फिमेलमा कन्भर्ट हुँदाखेरि चाहिँ एस्ट्रोजनहरू इन्जेक्ट गर्नेहरू खुबै देखिन थालेको छ आजभोलि नट अ भेरी गुड थिङ आई गेस किनकि बाहिरबाट हर्मोन एकचोटि हालेपछि त्यो लाइफ लङ भरि नै हालिराख्नुपर्छ इन्जेक्ट गरिराख्नुपर्छ त्यहाँदेखि त्यतातिर नजाउँ टेस्टोस्टेरोन र एस्ट्रोजन चाहिँ की हर्मोन्स टु मेक अ स्पेसिफिक बडी चेन्जेस कसै छोरा मान्छेको शरीरमा टेस्टोस्टेरोन भन्दा एस्ट्रोजनको मात्रा चाहिँ अलिक बढी छ भनेदेखि देयर इज हाई चान्सेस टु हेभ गाइनोकेमिस्टिया थाइजहरूमा अनि आर्मपिट्सहरूमा चाहिँ फ्याट एक्युमुलेट भएर बस्ने जस्तै फिमेलको बडीमा चाहिँ जहाँ फ्याट स्टोर भएर बस्छ मेलको बडी पार्टमा फिमेलको जसरी एक्युमुलेट भएर बस्छ इन सर्ट बुझ्दाखेरि मलाई साइन्टिफिक टर्म्सहरू लिएर आएर चाहिँ हजुरहरूलाई कन्फ्युज गराउनु छैन जस्ट ट्राइङ टु एक्सप्लेन मोर इन अ सिम्पल वे सो यप अघि मैले वाइ भन्न बिर्सेछु त्यही भएर अहिले पछि खिचेको आइ एम स्टिल ट्राइङ टु फिगर आउट आई एम स्टिल ट्राइङ टु लर्न हाउ टु मेक दिस काइन्ड अफ भिडियो मैले यसरी खासै बनाउँदिनँ नि त अब यसरी भिडियो इन्फर्मेटिभ सँगै ब्लग त्यही भएर So anyway, warm up is done. Let's go and train our chest. Fire. First set, already fire. Muscle mind connection. Last time incline dumbbell press ma I had done first set ma 7, त्यसपछि 5, त्यसपछि 4. तर as a we did 9, 7, 7. I am really loving this feeling. Creatine मजाले गइरहेछ 5 grams a day, 2400 calories छ, just 300 calories बढाएको थिएँ. I'm just loving it man. Really loving it. जुन हिसाबले स्ट्रेन्थ बढिरहेछ अबको चैतसम्म चाहिँ एउटा नेक्स्ट लेभल फिजिक हुनेवाला छ लेखेर कहाँ राख्ने हो राख्नुस् के बुझ्यो
लेखेर कहाँ झुन्ड्याएर राख्ने हो राख्नुहोस् अहिले धेरैजनाले बुझ्नुभयो मैले के भन्न खोजेको लेट्स गो फर डम्बल प्रेस आइ एम रियली एक्साइटेड 30 आज 30 जान्छ Did it 9. Was not expecting 9 to be honest. 30 kgs might get lighter this year. कस्तो रमाइलो feeling यार. I want this shit. Last set खिच्न मन लाग्यो because first set मा we did 9. Second set मा also we did 9. त्यही भएर last set खिच्न मन लाग्यो. Yeah, we did 8. We did 8. Last set, 30 kgs day. Promise you guys, यो year को end मा 35 ले जान्छ shoulder press easy. I can feel it. Yeah. Let's go. Chest को लागि हामीले we did press, shoulder को लागि पनि press गर्यौं. अब chest र shoulder को लागि एउटा फ्लाई मुभमेन्ट गर्छौं चेस्ट फ्लाई एन्ड शोल्डर फ्लाई ल्याटरल रेज अनि लास्टमा विल डु ट्राइसेप्स को एउटा मुभमेन्ट एन्ड आजको लागि इट्स डन बाइ द वे लुक एट द टीज फ्रम प्रोटिन घर मोन्स्टर फिल भइरहेछ आज